सो हेलो गाइज र फेरि पनि आइपुगेको छु म होइन हल्का भ्लग बनाउँदै यो चाहिँ तर भ्लगको प्र्याक्टिस मात्रै गरेको मेरो मेहनत हो कि यो चाहिँ अब एक प्रकारको प्र्याक्टिस जसमा चाहिँ म बोल्नु सिक्दैछु म मेरो लाइक भ्लगको हुक कसरी भन्नु लाइक भ्लगको इन्ट्रोडक्सन कसरी गर्नु क्यामेरासँग कसरी आई टु आई कन्ट्याक्ट गर्नु लाइक त्यस्तो प्र्याक्टिसहरूको लागि चाहिँ मैले यस्तो गरेको र ओभरअल म चाहिँ हुन्छ नि यो ब्याक क्यामेराबाट चाहिँ मेरो यो यस्तो पुक्कै फुलेको देख्छ कि सो मलाई मन पर्दैन ब्याक क्यामेराबाट सो त्यही कारणले म चाहिँ अगाडिको क्यामेराबाट गर्छु होइन तर अगाडिको क्यामेराबाट चाहिँ फेरि अलिक त्यस्तो हुनु अप्ठ्यारो हुँदो रहेछ हौ अन्त त्यही कारणले चाहिँ तर जे छ त्यही छ होइन आफ्नोमा जे छ त्यहीसँग काम चलाउनु पर्छ र हिजो पानी परेर चाहिँ यो बाटोहरू चाहिँ यस्तो भइसकेको छ नि यति साह्रो अप्ठ्यारो तर सबै कुरालाई इग्नोर गर्दै हिँड्दा यो हिजो पौडी खेलेको थिएँ कि अस्ति चाहिँ म तल खोला जाँदाखेरि चाहिँ बाख्रा खेदाउनु गएको मतलब खोज्नु गएको बाख्रा यस्तो उता पारिपट्टि थियो कि बाख्रा चाहिँ म वारिपट्टि थिएँ अन्त पारिपट्टि सरेर चाहिँ यस्तो तलबाट घुमेर आएर चाहिँ ठक्कै उकालो खेदौँ भनेको त छैन सत्य उतापट्टि गएको त अरू बाख्रा त कुद्यो बाख्रा त अघि बुझिसकेछ होइन चाहिँ मलाई खेदाउनु आएको रहेछ भनेर चाहिँ कुद्यो बाख्रा त ओह्रालो मेरो पनि म पनि हतार माथिपट्टिबाट चाहिँ यता यस्तो गएर चाहिँ सट्टै तल तिनीहरूको अगाडि निक्लिनु पऱ्यो भने चाहिँ हतार गएको कि तल त्यस्तो छाँगा जस्तो रहेछ नि अन्त गग्रे तैँले पुरिरहेको थियो त्यो चाहिँ मैले चाहिँ ठ्याक्कै त्यहाँ टेक्ने भएको चिप्लेर फुक्कै तल लडेर त खुट्टा झन्डै भएको थियो नि के भन्नु कति दुख्यो त्यहाँदेखि मेरो पेन लगाएको थियो कि मैले त्यो पेन पनि दुलो पऱ्यो होइन तर अब दुःख सुखले उकालो मैले त्यहाँदेखि चाहिँ त्यस्तो भएको